संविधान। एकातिर परिवर्तनको मुख्य शक्ति आफूले गरेको जनयुद्ध नै हो भन्ने मानेर सबैतिर आफ्नो राजनीतिक वर्चस्व हुनुपर्छ भन्ने प्रचण्ड महत्वाकांक्षा बोकेको माओवादीको मधेसी राष्ट्रिय मुक्ति मोर्चाका उन्मादी कार्यकर्ता र अर्कोतिर भौगोलिक जातीय भाषिक र वर्ण पहिचानको धरातलमा वर्चस्व कायम गर्दै राजनीति गरिरहेका उपेन्द्र यादवको मधेसमा भर्खरै उदाएको जल्दो बल्दो पार्टी मधेसी जनहितकार फोरमको स्थानीय कार्यकर्ता। भारतबाट समेत भाडामा झिकाएका व्यक्तिहरूको रणमैदान बन्ला भन्ने विषय पर समेत कसैको सोचाइभित्र पर्दैन। आफ्नो राजनीतिक वर्चस्वका लागि नेताहरूको स्वार्थ भिड्यो पाशविक ढङ्गले मार्गी नेपाली जनता। यति बेला त्यो हत्याकाण्डमा जोडिएका दुवै नेताहरू एक ताना छन्। उपेन्द्र यादव संसदीय उपचुनावमा उम्मेद्वार छन्। प्रचण्ड सहितको गठबन्धन उनकै समर्थनमा सघाउँदैछ। आज यस्तो हुनु थियो भने 27 जनाको शहादत किन? मृत्युवरण गर्नेहरू दोषी थिए वा निर्दोषी? नेपालको इतिहासमा दाग त लाग्यो कहिले कसै गरी नमेटिने राजनीतिक घाउको दाग।